सो हेलो गाइज आजको भिडियोमा चाहिँ हामीले चाहिँ मैले अस्ति भर्खर एउटा प्रोजेक्ट बनाएको छु यस टु डु लिस्ट भन्ने प्रोजेक्ट बनाएको छु। यदि त्यो हजुरलाई चाहिँ त्यसको केही चाहिन्छ भने चाहिँ त्यसको चाहिँ यस्तै यसको यो कोड पनि हजुरलाई मैले सबै गिटअपमै मेरो गिटअप दिन्छु, त्यहाँबाट चाहिँ गिटअपमै मैले सबै हालिदिन्छु डिस्क्रिप्सनमा, त्यहाँबाट हेर्न सक्नुहुनेछ। एन्ड देन अब हामीले यो टु डु लिस्ट वेबसाइट चाहिँ कसरी बनाउने यस एचटिएमएल सिएसएस त अब थाहा नै छ होला। यदि हजुरले जाभा स्क्रिप्टको ट्युटोरियल हेर्नु भएको छ भने चाहिँ यो भिडियोमा चाहिँ मेनली चाहिँ जाभा स्क्रिप्टकै बारेमा कुरा हुन्छ है त। सो विदाउट गेटिङ डिले लेट्स स्टार्ट अ भिडियो। अब चाहिँ हामीले चाहिँ यहाँ टु डु लिस्ट भनेको चाहिँ सबभन्दा सुरुमा म एकचोटि हल्का सानो केही बुझाइदिन्छु है त, यसमा के हुन्छ भन्ने। ओके ओके गाइज, जस्तै मैले अब यहाँ जस्तै टु डु लिस्टमा चाहिँ हामीले गर्नुपर्ने कामहरू जस्तै लेख्छौँ, जस्तै मैले अब लेख्छु स्टडी स्टडी छोड्नु कोडिङ, डु कोडिङ फर 2 आवर्स, डु कोडिङ फर 2 आवर्स एन्ड देन मैले इन्टर दबाइदिन्छु। यो दबाउने बित्तिकै के भयो, त्यहाँ चाहिँ एड भयो नि त। एन्ड यो टास्क कम्प्लिट हुन्छ भने चाहिँ मैले जस्ट यहाँ दबाइदिएर यसलाई चाहिँ यो हुन्छ नि, यसलाई के भन्छ स्ट्राइक थ्रु भन्छ क्या लास्टसम्म, यो पनि एड गर्न सक्छु। एन्ड देन टास्क कम्प्लिट भयो भने मैले सिम्पली उडाइदिन पनि सक्छु, डिलिट भयो। यस यो भनेको जस्ट आई नो यो प्रोजेक्ट चाहिँ अहिले चाहिँ लाइक युज हुँदैन होला जस्ट डेली लाइफमा, बट यो प्रोजेक्टबाट चाहिँ धेरै कुराहरू सिक्न मिल्छ कि हामीले चाहिँ प्रोजेक्टबाट चाहिँ हामीले जस्ट प्रोजेक्ट बनाएर मात्रै के हुने होइन क्या। प्रोजेक्ट किन बनाइन्छ, आफूले सिकेको कुराहरूलाई एउटा केही मिनिङफुल हुन्छ नि, त्यो केही मिनिङफुल त छ नि, यसको केही स्पेसिफिक पर्पोज छ। सिकेको कोडहरूलाई चाहिँ केही मिनिङफुल पर्पोज, मिनिङफुल केही वेबसाइट बनाइन्छ, त्यसबाट धेरै कुराहरू सिकिन्छ नि त। सो लेट्स स्टार्ट है त। अब यो चाहिँ हामीले कसरी गर्न सकिन्छ भनेर अब यहाँ हेर्न सक्नुहुन्छ, यहाँ के एउटा के बनाएको छु मैले, कन्टेनर बनाएको छु। त्यो कन्टेनरभित्र चाहिँ हाम्रो के छ एच1 छ, जहाँ चाहिँ टु डु लिस्ट लेखेको छ। एन्ड देन डिप क्लास एउटा डिप क्रिएट गरेको छु, जहाँ चाहिँ इनपुट बक्स छ नि त, त्यहाँ इनपुट बक्स देख्नु भयो नि। इनपुट बक्स भनेको कुन भन्दा चाहिँ यो हो कि इनपुट बक्स भनेको यो देख्नुभयो नि, के भनेको इनपुट बक्स छ। एन्ड देन यसमा चाहिँ प्लेस होल्डर भनेको यो ठिकै छ। प्लेस होल्डर भनेको टाइप अफ टेक्स्ट, प्लेस होल्डर भनेको के हजुरलाई थाहै छ होला। जस्तै यहाँ हेर्न सक्नुहुन्छ टाइप अफ टेक्स्ट छ नि, यो हजुरलाई चाहिँ यहाँ जे लेखाउन मन छ त्यस त्यहाँ हजुरले प्लेस होल्डरमा यहाँ लेख्न सक्नुहुन्छ है त। एन्ड देन बटन टाइप सम बिट एन्ड देन एड, अनि यो डिप चाहिँ क्लोज भयो। अनि प्याराग्राफ टाइपमा चाहिँ मैले के लेखेको छु, नो टास्क येट एड 1 एबोभ, यो भनेको चाहिँ यहाँ हेर्न सक्नुहुन्छ है त। जस्ट यहाँ आउँछ नि त ठ्याक्कै, यो भनेको त भयो। एन्ड देन अनि यहाँ चाहिँ एउटा डिप बनाएको छु, टेक्स्ट लिस्ट आइडी छ त्यसको चाहिँ, यो डिप चाहिँ खाली छ। यो चाहिँ हामीले जिएसको हेल्पबाट चाहिँ हामीले चाहिँ यहाँ पढ्छौँ केही। अब यहाँ अब मेन कुरा सुरु हुन्छ हाम्रो जिएसमा। अब यहाँ हेर्न सक्नुहुन्छ त्यो मेन, म सुरुमा अलिअलि कुराहरू बुझाइदिन्छु। यहाँ चाहिँ लेट आइएनपी बक्स, ठिक छ, आइएनपी बक्स इक्वल टु डकुमेन्ट डट गेट इलिमेन्ट बाई आइडी। जस्ट आइडीबाट हामीले चाहिँ यो 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 अब हजुरले जाभा स्क्रिप्टको बेसिक कुराहरू बुझ्नु भएको छ भने चाहिँ हजुरले बुझ्नुभयो होला। यस यो बुझ्नु भएको छैन भने म एकचोटि भनिदिन्छु है त। जस्तै मैले चाहिँ यहाँ लेट यहाँ आइएनपी बक्समा चाहिँ यो भनेको चाहिँ अब हामीले चाहिँ एचटिएमएल एलिमेन्टलाई चाहिँ यहाँ फेच गर्न मिल्छ कि। जस्तै यहाँ हेर्न सक्नुहुन्छ है त, इनपुट आइडीमा मैले के दिएको छु, इनपुटमा चाहिँ एउटा आइडी दिएको छु आइएनपी बक्स। अब यसलाई चाहिँ मैले जाभा स्क्रिप्टमा ल्याउनु पऱ्यो नि त। सबभन्दा सुरुमा त आफै त आउँदैन, यो एलिमेन्टलाई चाहिँ मैले जस्ट यहाँ फेच गरेको भन्दा म त्यो एलिमेन्टलाई चाहिँ जस्ट राखेको छु कि यो आइएनपी बक्समा चाहिँ। यो आइएनपी बक्समा चाहिँ के छ भन्दा चाहिँ मेरो यो छ क्या, यो इनपुट। अब मैले यसलाई चाहिँ चेन्ज गर्न सक्छु कि, यसलाई मैले युज गर्न सक्छु कि मेरो जिएसमा। र यसलाई यो आइएनपी बक्सलाई एकचोटि यहाँ यसरी लेखिसकेपछि आइएनपी बक्स इक्वल टु डकुमेन्ट डट गेट इलिमेन्ट बाई आइडी आइएनपी बक्स। अब आइडी भनेको छु, अब आइडीमा जे राख्नुहुन्छ नाम यो पनि यहाँ त्यही राख्नु पऱ्यो। अनि एड बटनमा पनि सेम कुरा गरेको छु, यो चाहिँ मैले ट्यागबाट सिलेक्ट गरेको छु, यो चाहिँ डकुमेन्ट डट क्वारी सिलेक्टर। अनि यहाँ चाहिँ हजुरले के राख्नुपर्ने हुन्छ, आफ्नो ट्याग नेम। एन्ड देन अब हाम्रो चाहिँ टेक्स्ट लिस्ट इक्वल टु डकुमेन्ट डट गेट इलिमेन्ट बाई आइडी टेक्स्ट लिस्ट भनेको चाहिँ यो डिपको कुरा छ, ठिक छ। डिपलाई पनि सिलेक्ट गरेँ र मेरो यो प्याराग्राफ ट्याग यहाँ छ, यसलाई पनि सिलेक्ट गरेँ अनि यसमा चाहिँ पी राखेँ। अनि मैले यहाँबाट के बनाएको छु भन्दा चाहिँ टेक्स्ट नामको एरे बनाएको छु। यस आई क्रिएटेड वान एरे विथ द नेम अफ टेक्स्ट हियर, जुन चाहिँ अहिले के छ, खाली छ। यस बट यो फिलअप हुन्छ। यस यु डोन्ट निड टु वरी फर द्याट, यो फिलअप हुन्छ। अब यहाँ हेर्न सक्नुहुन्छ अब मैले के गरेको छु भन्दा चाहिँ फङ्सन बनाएको छु। यस
यो फङ्सन एक्चुअली मजाले बुझ्नुपर्ने हुन्छ हजुरहरूले। तर योभन्दा पहिला चाहिँ यहाँ हेर्नु है त एकचोटि, सबैभन्दा सुरुमा चाहिँ यो बुझ्नुपर्ने हुन्छ क्या सबैभन्दा सुरुमा कुरा चाहिँ, यो एक्चुअली यति बुझ्नुपर्ने हुन्छ हजुरहरूले। यहाँ हेर्नु, मैले एउटा फङ्सन बनाएको छु सिम्पली, यस यो चाहिँ के बनाएको छु, एड टास्क। यस फङ्सनको नाम के छ, एड टास्क। यसले के गर्छ, भ्याल्यु कहाँबाट लिन्छ, इनबक्स डट भ्याल्यु, यस इन आइएनपी बक्स। आइएनपी बक्स भनेको के हो हाम्रो, यहाँ हेर्नु त, आइएनपी बक्स भनेको यो हो। यस आइएनपी बक्स भनेको के हो, यो हो। डट भ्याल्यु भनेको चाहिँ जस्तै मैले यहाँ जे लेख्छु नि, मैले यहाँ जे लेख्छु, जस्ट मैले यहाँ जे लेखेको छु नि, अनि मैले एड गर्छु। यस यहाँ जे लेख्छु, यो भनेको मेरो यो आइएनपी बक्समा मैले यहाँ लेखेको छु क्या। यस अनि आइएनपी बक्समा चाहिँ मैले डट भ्यालु राखेँ भने यो यसमा मैले जे लेखेको छु नि त्यो कुराहरू मात्र मैले ठ्याक्क पाउँछु क्या। मैले एकचोटि एक्जाम्पल एक्चुअली यसको गरेर पनि गर्ने ट्राई गर्छु हेरौँ, जस्ट लाइक अब यो मिल्छ कि मिल्दैन यसमा, जस्ट ट्राई गरौँ है त। कन्सोलमा जान्छु म यहाँ के लेख्छु है त, आई राइट समथिङ हियर एन्ड देन console.log inp box dot value। यो देख्नुभयो नि, डिडी आयो कि नि, हेर्नुहोस् म यहाँ जे लेख्छु नि यो ठ्याक्क आउँछ क्या, आइएनपी बक्स डट भ्याल्यु। यो आइएनपी बक्स त मेरो आइडी भयो, यस त्यो उसको त्यो सर्च बक्सको आइडी भयो त्यहाँ, यस इन्फो बक्सको त्यहाँ चाहिँ मैले लेख्छु। अनि त्यसमा डट भ्यालु राखिसकेपछि के हुन्छ भन्दा चाहिँ यता हेर्नु चाहिँ राम्रोसित बुझ्नुहोस् फेरि, यो बुझ्नु भएन भने यिनै कुराहरूको मेन कुराहरू भनेको यिनै नै हो। अब आइएनपी बक्स छ ठिक छ, र डट भ्यालु राखिसकेपछि त्यहाँ त्यो भित्रको टेक्स्टहरू चाहिँ हजुरले पाउन सक्नुहुन्छ क्या, यु विल गेट द्याट हो क्या। यति नै हो कि योभन्दा बढी कुरा केही छैन। अब भयो, अनि यो डट ट्रिमले चाहिँ के गर्छ भन्दा चाहिँ जस्ट यो स्पेसेसहरूलाई चाहिँ जस्ट मैले यस्तरी नै त राख्न सक्छु नि त, ट्राई दिस वान। यस्तरी राखेँ मैले, जी राखेँ, फेरि यस्तरी राखेँ, यस स्पेसेस मैले दिएको छु, बट स्टिल मैले चाहिँ यो स्पेसेसहरूलाई चाहिँ त्यसले रिमुभ गरिदिने काम गर्छ क्या। इट विल जस्ट गिभ यु द्याट जी नट द्याट स्पेसेस। लेट्स ट्राई वन्स, कन्सोल डट लग आइएनपी बक्स डट भ्याल्यु, जी आयो, यस बट यहाँ स्पेसेस पनि आइरहेको छ। ट्रिमले चाहिँ स्पेसेस रिमुभ गर्ने काम गर्छ जहाँसम्म मलाई लाग्छ। डट ट्रिम, लेट्स कन्फर्म वान एकचोटि, मलाई चाहिँ त्यस्तै लाग्दो है त, बट एक्चुअली कन्फर्म गर्दैमा के हुन्छ र, कन्फर्म गरौँ न। च्याट जिपिटी युज गर्नु भनेको नराम्रो कुरा होइन है। इफ यु फरगट समथिङ देन यु क्यान जस्ट युज इट, ओके। एभ्री डेभलपर विल युज इट। लाइक अब वाट does it mean? I think it delete the spaces हरूलाई चाहिँ डिलिट गर्छ भने जस्तो लाग्थ्यो क्या। अब हेरौँ न, extra spaces from both ends of a strings. It does not delete spaces in the middle of the text. Yes, let text equal to hello world, output hello world. What space before the text and then space after the text, what does त्यही मैले भन्न खोजेको त्यही हो। यस यसले चाहिँ के गर्छ भन्दा चाहिँ टेक्स्ट रिमुभ गर्छ क्या, यो अगाडिको र पछाडिको चाहिँ टेक्स्ट रिमुभ गर्छ भन्न खोजेको त्यही हो। द्याट्स इट गाइज। अब चाहिँ अर्को हेरौँ है त फेरि, र ठिक छ यो त बुझ्यो होइन। हामीले चाहिँ भ्याल्युमा चाहिँ हाम्रो के छ, युजरले यहाँ जे लेख्छ, यस वाट युजर राइट हियर होइन, त्यो जे लेख्छ त्यो चाहिँ हामीले कहाँ पाइन्छ, यो भ्याल्युमा पाइन्छ है त। यो भ्याल्युमा छ। अब युजरले जे लेख्छ त्यो चाहिँ हाम्रो केमा छ, भ्याल्युमा छ, ठिक छ ल। अब इफ भ्याल्यु चाहिँ खाली छ, यो तिनवटा इक्वल टुको मतलब के हो भनेको, एउटा इक्वल टु भनेको के हो, भ्याल्यु एसाइन गर्नको लागि। सपोज लेट एप्पल इक्वल टु 12 गरेँ भने मैले के, लेट एप्पल इक्वल टु 12, वा एउटा इक्वल टु मात्रै गरेर 12 लेख्दै भने के हुन्छ, यसको मतलब के हो, वाट डज इट मिन भनेको एप्पलको भ्याल्यु मैले 12 एसाइन गरेको छु, यस 12 राखेको छु। यस जब यो तिनवटा इक्वल टु हुन्छ भनेको यो चेक गरेको क्या, यदि भ्याल्यु चाहिँ एक्ज्याक्टली नल छ, खाली छ, केही छैन, यस खाली छ क्या, यो तिनवटा इक्वल टुले चाहिँ स्ट्रिक्टली चेक गर्छ क्या, हजुरको डेटा टाइप्सहरू चेक गर्छ, अनि फेरि भित्रको भ्याल्युहरू चेक गर्छ, एभ्रिथिङ इट विल चेक के। यस
यो भनेको चाहिँ स्ट्रिक्टली कम्पेरिजन गर्छ क्या, चेक गर्छ। यस यदि खाली छ तिनवटा इक्वल टू, तिनवटा इक्वल टूको मिनिङ बुझ्नु भयो नि, यसले के गर्छ भन्दा चाहिँ अलि स्ट्रिक्टली चेक गर्छ क्या। जस्तै let me let me make you understand from ChatGPT. What does mean? Oh guys, like I've done one mistake here. मैले चाहिँ यहाँ एउटा कुरा गर्न बिर्सेँ guys. Wait. Let me show you if possible. मैले चाहिँ त ओबिएस स्टुडियोबाट चाहिँ मैले स्क्रिन रेकर्ड गरेको बिर्सेको रहेछ कि यतातिर देखे जस्तो लाग्थ्यो, बट देखेको रहेछ। अघि नै भन्न खोजेको यो कि वाट डज इट मिन, आई थिङ्क इट डिलिट द स्पेसेस। यसले भन्न खोजेको के भन्दा चाहिँ यो सुरुको र मैले अघि नै भनेको थिएँ नि, यताको र यताको स्पेसेस चाहिँ रिमुभ गर्छ कि यसले चाहिँ, र यो बिचको स्पेस चाहिँ रिमुभ गर्दैन भन्ने कुरा हो। यताको र यताको स्पेस चाहिँ एन्ड रिमुभ गर्छ, बिचको गर्दैन। यो फर्स्टको र राइटको स्पेसेस चाहिँ रिमुभ गर्छ भन्ने कुरा हो। अनि फेरि यो तिनवटा इक्वल टूको मतलब मैले अघि नै बुझाएको थिएँ नि भर्खरै, जस्तो यहाँ हेर्न सक्छु। यो चारवटा भएछ तर तिनवटा हो, मिन्स स्ट्रिक्टली इक्वालिटी कम्पेरिजन कि स्ट्रिक्टली कम्पेयर गर्छ क्या। ओके, भ्यालु इज द सेम, भ्यालु सेम छ कि छैन, एन्ड डाटा टाइप इज अल्सो द सेम। जस्तै 5 इक्वल टू 5 यो ट्रु भयो, 5 इक्वल टू यो फल्स भयो, किनभने एउटा चाहिँ नम्बर हो, अर्को स्ट्रिङ हो क्या, भन्नुभयो नि। That's it guys. Guys, are you getting it or not? बुझिरहेको छौ कि छैनौ? Yes, I think you guys are getting it. अब त तिनवटा इक्वल टूले के गर्छ भन्दा चाहिँ स्ट्रिक्टली चेक गर्छ, कम्पेरिजन गर्छ। अब जस्तै 5 छ, यतातिर हामीले 5 लेखिएको छ, इक्वल टू तिनवटा इक्वल टू दिएको छ, एन्ड देन उतापट्टि पनि 5 लेखेको छ, बट इन डबल इन्भर्टेड कमा लेखेको छ एज ए स्ट्रिङ। यस, डबल इन्भर्टेड कमाभित्र चाहिँ अब त्यो स्ट्रिङ भयो, इट्स नट द नम्बर, त नम्बरै हुँदैन, त्यो भनेको स्ट्रिङ हुन्छ। अनि फेरि हामीले चाहिँ 5 इक्वल टू अनि फेरि स्ट्रिङमा 5 चेक गर्न खोज्यौँ भने के हुन्छ, यो चाहिँ फल्स हुन्छ, बिकज द नम्बर एन्ड द स्ट्रिङ्स आर नट सेम। यस, अल्दो 5 नै लेखेको छ बट सेम मान्दैन क्या यो, त्यही भएर चाहिँ तिनवटा इक्वल टू चाहिँ स्ट्रिक्टली कम्पेरिजन गर्छ भन्ने कुरा हो। अब यहाँ हेर्न सक्छौँ, इफ भ्यालु इक्वल टू नल छ भने चाहिँ रिटर्न गर्छ कि इमिडिएटली रिटर्न। यस, रिटर्नको मतलब के हो, अब यसको अगाडि कोड चल्दैन। यस, रिटर्न, यस, यसले डाइरेक्ट रिटर्न गर्छ, अब यसको अगाडि चाहिँ के हुन्छ, कोड चाहिँ चल्दैन। ठिक छ। अब त्यसपछि के हुन्छ, पी डट इनर टेक्स्ट। यस गाइज, पी डट इनर टेक्स्ट भन्न खोजेको के हो भन्दा चाहिँ यहाँ हेर्न सक्नुहुन्छ, पीमा अहिले यहाँ के छ, नो टास्क येट। यस, यहाँ चाहिँ केही पनि टास्क छैन, एउटा 1 एबभ लेखेको छु। अनि जब त्यसपछि चाहिँ यो रिटर्न गर्छ, त्यसपछि चाहिँ के हुन्छ, पी डट इनर टेक्स्ट चाहिँ खाली हुन्छ क्या, भनेको मतलब अब चाहिँ यो चाहिँ हट्छ भन्न खोजेको, यो लाइन हट्छ। अब इनर टेक्स्ट भनेको त त्यही त हो, पी भनेको ट्याग हो, ट्यागभित्रको इनर टेक्स्टलाई चाहिँ मैले नल गराइदिएँ, खाली गराइदिएँ। यस, अनि हजुरहरूलाई याद छ होला मैले माथि चाहिँ एउटा चाहिँ के बनाएको थिएँ, वाट आई मेड, टेक्स्ट। यस, वाट इट टेक्स्ट। यस, टेक्स्ट, मैले टेक्स्ट बनाएको थिएँ कि थिएन, लेट टेक्स्ट इक्वल टू, अब चाहिँ मैले एउटा एरे बनाएको थिएँ, जुन एरे के थियो, खाली थियो। अब त्यो एरेलाई भर्ने बेला आएको छ, अनि टेक्स्ट, अब एरेलाई अब मैले भर्न पर्यो। यस, एरेमा चाहिँ के हाल्नु पर्यो मैले चाहिँ, यस, आई हेभ टु पुट समथिङ अन द्याट एरे। अनि मैले अब के गर्छु, टेक्स्ट डट पुस, अनि फेरि भ्याल्यु राखिदिन्छु। भ्याल्युमा के हुन्छ, जे युजरले टाइप गर्छ त्यो हाम्रो केमा आउँछ, भ्याल्युमा आउँछ। अब त्यो भ्यालुलाई हामीले कहाँ राख्नुपर्छ, त्यो एरे, वाट एरे, त्यो टेक्स्ट एरेभित्र राख्नुपर्ने हुन्छ। सो वाट आई हेभ डन, आई सिम्पली डु वाट आई डु, टेक्स्ट डट पुस भ्याल्यु। अब चाहिँ पुस के धकल्दिउँ क्या त्यो एरेमा, त्यो टेक्स्ट भन्ने हाम्रो एरे छ जुन चाहिँ खाली छ, अब त्यसमा चाहिँ पुस गरिदिनु पऱ्यो क्या हाम्रो भ्यालुलाई। यस, हाम्रो भ्यालु फेरि हाम्रो भ्यालुमा के हुन्छ, जे युजरले टाइप गर्छ त्यसलाई चाहिँ अब एरेमा पुस गरिदिनु पऱ्यो। त्यही भएर मैले के गरेँ, कहाँ पुस गर्ने हो, त्यो टेक्स्ट भन्ने एरेमा। यस, विच आई अलरेडी क्रिएटेड इट, त्यसको नाम सुरुमा लेखेँ, अनि मैले गर्नुपर्ने के हो, पुस, त्यो भित्र हाल्नुपर्ने एउटा पुस लेखेँ, एन्ड देन के हाल्नुपर्ने हो त, यस, भ्याल्यु।
जहाँ चाहिँ हाम्रो चाहिँ के छ जे युजरले टाइप गर्छ त्यो चाहिँ हामीलाई मिल्छ। त्यसपछि चाहिँ यो गरिदिइसकेपछि चाहिँ के हुन्छ थाहा छ, भ्याल्यु भ्याल्यु चाहिँ हाम्रो चाहिँ अब यो एरेभित्र चाहिँ ठ्याक्क आउँछ क्या। एक्चुअली इक्जाम्पल गरेर देखाइदिउँ। ओके लेट मी सो यु। अब यो टेक्स्ट छ नि त होइन, अब एक्चुअली टेक्स्ट एक्चुअली हेरौँ न जहाँसम्म हुनुपर्ने हो मेरो हिसाबमा चाहिँ टेक्स्ट टेक्स्ट चाहिँ अब टेक्स्ट टेस्ट पुश भ्याल्यु एक्चुअली गरेर हेरौँ के हुन्छ। जस्तै मैले यहाँ के राख्छु, मैले आफ्नो नाम राख्छु है त, नाम राखेको छु ठिक छ। सिम्पली एड गरिदिन्छु मैले। अनि फेरि मैले अब यहाँ हेर्छु है त, टेक्स्टमा चाहिँ के छ, टेक्स्ट टेक्स्ट अरे टेक्स्ट सौरभ, सौरभको पुस भयो कि भएन, मैले यहाँ जे लेखेँ त्यो भित्र यो एरेभित्र आयो कि आएन, आयो, जिरो इन्डेक्समा छ, बुझ्नुभयो नि होइन। द्याट्स अल के, गाह्रो भन्ने कुराहरू हुँदैन क्या, जस्ट हामीले चाहिँ यसलाई चाहिँ कसरी पढ्नु पर्छ भन्दा चाहिँ एकैचोटि तात्तिने होइन कि होइन म त एकदम खतरा मान्छे हो एकै दिन भ्याइदिन्छु सबै, यसरी पढिँदैन क्या। यस यु विल बर्न आउट क्या, बहुत चाँडो बर्न आउट हुन्छ एकैचोटि धेरै पढ्नु खोज्यो भने। जस्ट भनौँ गर्न गर होइन, तर त्यति धेरै नगर क्या, जस्ट डु वाट जति गर्न सक्छौ गर, तर गर्न चाहिँ गर क्या। एक दिन 5 घन्टा पढ्ने अर्को दिन पढ्दै नपढ्ने त्यस्तो नगर क्या। एक दिन 1 घन्टा पढ्न सक्छौ भने 1 घन्टा पढ, अर्को दिन 1 घन्टा पढ, मस्त फ्रेस माइन्डमा बुझ्ने होइन। जस्ट अब बुझेन अब जान्छु होइन एआईले गरिदिँदै हाल्यो यस्तो, अनि लोजिक बुझेन यसको पछाडि के भइरहेछ त्यही त बुझ्ने काम हो। अब ल ठिक छ, अब भयो नि होइन, यो त बुझ्यौ। अब टेक्स्ट डट पुस भ्यालु हुने बित्तिकै त्यो ट्याक्स टेस्टमा यहाँ चाहिँ के हुँदो रहेछ, हामीले लेखेको कुराहरू चाहिँ एज अब जिरोमा के मैले सौरभ लेखेको थिएँ, यस जिरोमा गएर त्यहाँ गएर बस्यो सौरभ बस्यो नि त ठ्याक्क, ठिक छ त्यो हुन्छ नि त। अब फेरि अब यहाँ है त आइएनपी बक्स डट भ्याल्यु, त्यसपछि के हुन्छ आइएनपी बक्स डट भ्याल्यु चाहिँ खाली हुन्छ, त्यसपछि चाहिँ खाली हुन्छ क्या। खाली किन हुन्छ, खाली किन हुन्छ, जस्ट मैले एक्चुअली पुरै रिमुभ गरिदिन्छु, लेट मी रिमुभ दिस कोड एन्ड नाउ एक्चुअली यसलाई रन गर्छु मैले। जस्ट मैले एक्चुअली के गरेको छु, सौरभ लेखेको छु, यस अब मैले काट्छु, खनाल लेख्छु। अरे यार यस्तो झेउ छ कि यसमा यार, कति झेउ छ गाइजहरू देखाएकै छैन त के हो यस्तो तपाईँ देखाइदिनु प्लिज, ल बल्ल देखायो, ठिक छ ठिक छ ल हेर्नुहोस् है एक्चुअली फेरि एड गर्छु म चाहिँ ल सौरभ लेखेको छु एक्चुअली चाहिँ ठिक छ। अब काटेँ, खनाल लेखेको छु ठिक छ, त्यो पनि लेखेको छु, यस एभ्रिथिङ वर्किङ फाइन, यस त्यही सोचिरहेको छु। बट के भइरहेछ कि नोटिस गरौँ, वाट चेन्जेस यु सी, नोटिस इट, गऱ्यौ ल जसले गर्यो एकदम ठिक छ। यहाँ के भइरहेको छ भन्दा चाहिँ जब मैले एउटा नाम लेखेको छु सौरभ लेखेको छु इन्टर गरेको छु, तर स्टिल मेरो नाम त्यही नै बसिरहेको छ क्या। जब कि यस्तो हुन पर्थ्यो, मैले नाम लेख्ने बित्तिकै यहाँ नाम लेख्ने बित्तिकै यो नाम चाहिँ रिमुभ हुन पर्थ्यो, खाली हुन पर्थ्यो, त्यहाँ त्यो भइरहेको छैन। किन भइरहेको छैन, किनभने रुक फेरि यहाँ झेउ छ नि त, यहाँ पढाउन सब्सक्राइब नै गर्दैनौ तिमीहरूले, त्यही भएर सब्सक्राइब गर क्या, सब्सक्राइब गर यार, पढाउन कति गाह्रो छ यहाँ, एकदमै गाह्रो छ गाइज। वेट ल अब हेर, आइएनपी बक्स डट भ्याल्यु, आइएनपी बक्स डट भ्याल्यु भनेको मैले के भनेको थिएँ एक्चुअली सम्झियो फेरि, यो गर्ने बित्तिकै त्यो सर्च बक्समा भ्याल्यु हामीले जे लेखिन्छ त्यो पाइन्छ आइएनपी बक्स डट भ्याल्यु। अहिले त्यसलाई हामीले के गरिदिएका छौँ, खाली गरिदिएका छौँ। यो भनेको खाली हो क्या, यो डबल इन्भर्टेड कमाभित्र स्पेस भनेको खाली छ, केही पनि छैन। त्यसपछि हामीले त्यहाँ चाहिँ के गर्दै यो एड ट्याक्समा यो चलाउने बित्तिकै के हुन्छ, जस्तै यो फङ्सन छ, हामीले फङ्सन बनाएका छौँ, यस फङ्सन बनाएका छौँ एड ट्याक्स, यस वी जस्ट मेकिङ द फङ्सन्स। अनि आइएनपी बक्स डट भ्याल्यु चाहिँ यो खाली हुन पऱ्यो क्या त्यसपछि चाहिँ, जो कि खाली पनि भइरहेको छ त, यस भइरहेको छ, लेट मी सो यु नाउ। जब त्यो गर्ने बित्तिकै एकचोटि चाहिँ
यहाँ जाऊँ, अब फेरि यहाँ जाऊँ, अब हेर है त एक्चुअली रिफ्रेस मार्दा एक्चुअली चाहिँ नाउ यु क्यान सी सौरभ। अनि फेरि खाली भयो कि नि, जो अघि नै भएको थिएन अब खाली भयो कि भयो, खनाल फेरि खाली खाली भयो। यस त्यो हो क्या, एकदम सजिलो छ क्या कुराहरू बुझ्ने भने चाहिँ है त, त्यस्तो मच गाह्रो चाहिँ छैन ल। अनि यहाँ चाहिँ अब के भएको छ, बल्ल के भएको छ, हाम्रो चाहिँ रेन्डर टास्क भन्ने के भएको छ फङ्सनलाई चाहिँ हामीले यहाँ एड गरेका छौँ। ठिक छ, एकदम ठिक छ। रेन्डर टास्क भन्ने फङ्सनलाई हामीले के गरेका छौँ, हामीले चाहिँ एड गरेका छौँ। ल ठिक छ है त। अब हामीले यता सुन्नु, यता सुनौँ है, यो फङ्सनलाई हामीले कल गर्ने हो, यो फङ्सन आफै रन हुँदैन, यहाँ आफै रन भए पनि हामीले यहाँ कल गर्नुपर्छ यो फङ्सनलाई चाहिँ। जस्ट यहाँ कल, यो मैले पढाउन बाँकी छ क्या, जस्ट मैले चाहिँ यो बुझाइरहेको हुन्छु क्या पार्ट बाई पार्ट। यो फङ्सन एड टास्कले के गर्दो रहेछ हामीले बुझियो, ठिक छ, यहाँसम्म चाहिँ बुझियो। त्यसपछि चाहिँ यहाँ अर्को यो फङ्सनले चाहिँ अर्को फङ्सनलाई कल गरेको छ। अब त्यो फङ्सन यो रेन्डर टास्क यो फङ्सन एकचोटि बुझौँ, एन्ड देन यो तलको दुइटा कुराहरू कसरी भयो बुझ्ने, त्यसपछि फिनिस्ड। केही बुझिरहेको छैन भने चाहिँ जस्ट मैले आई थिङ्क एकदम सजिलै वेमा पढाइरहेको छु मलाई लाग्छ होइन, मैले जसरी बुझेको छु मैले त्यसरी नै पढिरहेको छु। स्टिल केही डाउट छ भने चाहिँ कमेन्ट गर्न सक्छौ है त। अब यो रेन्डर टास्क एक्चुअली हेरौँ है त, जब यो रेन्डर टास्कमा चाहिँ एक्चुअली यहाँ हेरौँ है त, रेन्डर टास्कमा के हुन्छ भन्दा चाहिँ अहिलेलाई चाहिँ यो एकैछिनलाई छोडिदिएको, अहिलेलाई चाहिँ जस्ट लिभ इट फर नाउ। मैले चाहिँ पछि बुझाउँछु है त, एक्चुअली यसलाई कमेन्ट पनि गर्छु मैले चाहिँ, अहिले कमेन्ट गरिदिएको छु। यस आई विल टिच यु आफ्टर सम टाइम्स ओके। अब यहाँबाट हेर, यो फङ्सन रेन्डर टास्कले के गर्छ, टेक्स्ट भनेको हाम्रो के हो, वाट इज इट गाइज, टेक्स्ट भनेको के हो, एरे हो, ठिक छ। अनि एरेमा हामीले के चलाइएको छ, फर इच लेखेको छ भनेको चाहिँ फर इच, यो फर इचले गर्छ के, आई थिङ्क सबैलाई थाहै छ। फर इचले के गर्छ भन्दा चाहिँ जब चाहिँ हामीले चाहिँ कुनै पनि एरेमा फर इच चलाइन्छ, त्यसले चाहिँ त्यो एरेमा भएको भ्याल्युहरू चाहिँ, जस्तै एरेमा चाहिँ के हुन्छ, इन्डेक्समा हुन्छ जस्तै 0 हुन्छ, यस 0मा हुन्छ, जस्तै एरेभित्र चाहिँ धेरै कुराहरू हुन्छ कि, जस्तै 0 1 2 3 भ्यालु अनुसार त्यो फर्स्ट भ्यालुको इन्डेक्स 0 हुन्छ, सेकेन्डको 1 हुन्छ, थर्डको फर्स्टको 0, सेकेन्डको 1 होइन, त्यसपछि थर्डको 2, 0बाट स्टार्ट हुन्छ नि त, यसरी नै हुँदै जान्छ। अब हामीले फर इच चलाइयो भने चाहिँ टेक्स्ट डट फर इच चलाइयो भने फर इच लेखियो, एन्ड देन यसको स्ट्रक्चर चाहिँ यस्तो हुन्छ है। अनि फङ्सनभित्र टेक्स्ट लेखियो भने चाहिँ एउटा गर्दै आउँछ क्या, एकैचोटि सबै आउँदैन क्या, एकैचोटि सबै आउँदैन, एउटा गर्दै आउँछ। यस अब 0 इन्डेक्सको सबैभन्दा सुरुमा आउँछ, त्यसपछि अर्को आउँछ 1 इन्डेक्सको आउँछ, त्यसपछि 2 इन्डेक्सको आउँछ, त्यसपछि 3 इन्डेक्सको आउँछ, ठिक छ। फर इचको काम चाहिँ यो हो। अब टेक्स्ट टेक्स्टमा हामीले के गरिएको छ भन्दा चाहिँ फर इच चलाइएको छ फङ्सन्स, ठिक छ। अब सबैभन्दा सुरुमा फर्स्ट टेक्स्ट आउँछ र फर्स्टको इन्डेक्स आउँछ। फर्स्ट टेक्स्ट के आउँछ, जस्तै मैले अघि सौरभ लेखेको थिएँ भने चाहिँ यहाँ के आएको छ, टेक्स्टको रूपमा टेक्स्टमा चाहिँ सौरभ आएको छ क्या, ठिक छ, आएको छ कि नै आएको छ। अनि त्यसको इन्डेक्स कति छ, 0 छ, ठिक छ, इन्डेक्स पनि आएको छ, एकदमै ठिक छ, ठिक छ। फर इच चलाइयो, हामीलाई चाहिँ अब फर्स्ट भ्यालु हामीले चाहिँ पाइसकेका छौँ, ठिक छ। त्यसपछि हाम्रो इन्डेक्स पनि पाइसकेका छौँ, ठिक छ, ठिक छ, एकदम ठिक छ है त, फङ्सन पनि चलेको छ। त्यसपछि चाहिँ त्यो हुने बित्तिकै हामीले के गरेको छौँ, हामीले चाहिँ एउटा नयाँ एलिमेन्ट बनाएका छौँ जुन चाहिँ S2 हो है त, यहाँ हेर्न सकिन्छ, घाँटी चाहिँ यहाँ लेख्नु हो, ठिक छ। S2 हामीले बनाइएको छ एकदम ठिक छ। डकुमेन्ट डट क्रिएट एलिमेन्ट S2, यस हामीलाई चाहिँ जेएसमा कुनै पनि एलिमेन्ट क्रिएट गर्नु छ भने चाहिँ सिम्पली हामीले यो तरिकाले क्रिएट गर्न सक्छौँ, डकुमेन्ट डट क्रिएट एलिमेन्ट S2। अब जस्तै मलाई डिप बनाउन मन थियो भने मैले सिम्पली यहाँ काटेर डिप लेखिदिन्थेँ, यस, बट हियर आई वान्ट टु क्रिएट S2 एलिमेन्ट, सो आई जस्ट राइट S2। ल अब अर्को चाहिँ स्प्यान बनाउन मन थियो मलाई चाहिँ डकुमेन्ट डट क्रिएट एलिमेन्ट स्प्यान पनि बनाइदिएँ। स्प्यान भनेको के हो थाहा छ, स्प्यान भनेको चाहिँ इनलाइन एलिमेन्ट हो क्या, यसले चाहिँ आफूलाई चाहिँ जति यसको कन्टेन्ट छ त्यति नै स्पेस लिन्छ क्या। जस्तै ब्लक एलिमेन्टले के गर्छ, जस्तै मैले एउटा टेक्स्ट एउटा अक्षर एउटा लेटर मात्र लेखेँ भने पनि यसले सबै कभर गर्छ एउटा लाइन। बट स्प्यान भनेको चाहिँ एउटा इनलाइन एलिमेन्ट हो, यसले के गर्छ, इट टेक्स द स्पेस एज इट निड्स, जति चाहिन्छ त्यति लेख्छ, जति कन्टेन्ट छ त्यही अनुसार लेख्छ। यस यसको यो एउटा खासियत छ, यस। एन्ड देन डिप बनाएको छु मैले चाहिँ, डिप डकुमेन्ट डट क्रिएट एलिमेन्ट डिप, ठिक छ।
अब एस टू बनाइसकेको थिएँ, यस एस टू ट्याग चाहिँ मैले अलरेडी क्रिएट गरिसकेको थिएँ जिएसमा, ठिक छ। एन्ड देन यस टूको अब भित्र चाहिँ टेक्स्ट कन्टेन्टमा त केही त राख्नु पऱ्यो नि, यस अभियसली एस टू डट टेक्स्ट कन्टेन्ट भनेको के छ, टेक्स्ट कन्टेन्ट हो। टेक्स्ट कन्टेन्टमा चाहिँ मैले यो ब्याकटिक दिएको छु है। त्यो ब्याकटिक भनेको चाहिँ तिम्रो कहाँ हुन्छ थाहा छ, यहाँ हुन्छ क्या, यहाँ हेर, यो भनेको तिम्रो देखेको छ, यहाँ तिम्रो चाहिँ क्याप्स लक्स हुन्छ। एन्ड देन यसको माथि चाहिँ ट्याब बटन हुन्छ, ट्याब बटनको माथि चाहिँ के हुन्छ, ब्याकटिक, यस त्यहाँ क्लिक गरेर युज गर्न सक्छौ, ठिक छ है त, ब्याकटिक त्यहाँ हुन्छ। त्यसपछि चाहिँ डलर युज गर, एन्ड देन त्यो ब्राकेटभित्र चाहिँ तिमीले चाहिँ अब बल्ल अघि नै माथि इन्डेक्स लेखेको थियौ, त्यो इन्डेक्स लेख +1 लेख। इन्डेक्स कति थियो, 0, 0 + 1 भनेको कति भयो, 1। अनि त्यो चाहिँ हामीले जस्तै हामीले अघि नै लेखेको थियो नि, सौरभ लेखेर मैले इन्टर गरेको थिएँ नि, त्यहाँ 1 सौरभ, अनि अर्कोचोटि फेरि के लेखेँ, 2 सौरभ, 2 अनि खनाल लेखेको थिएँ, अर्कोचोटि खनाल, त्यसरी हुन्छ क्या, त्यहाँ सुरुको लेटरहरू लेख्नको लागि। एन्ड देन डट, फेरि डट भनेको त्यो 1 डट हुन्छ नि त, अनि बल्ल नाम हुन्छ नि त, त्यो त्यसको लागि हो। अनि डलरमा टेक्स्ट छ, टेक्स्ट भनेको चाहिँ त्यही भने नि, एरे छ, त्यसमा के छ, how can I make you understand, guys? Let me draw something, okay? Let me draw it. Guys, I have done a lot of hard work to make you understand, guys. So please subscribe it, okay? Subscribe my YouTube channel. किन मैले जस्तै यहाँ actually here है, I will make you understand from here. यो भनेको हाम्रो के छ, टेक्स्ट छ, उल्टो देखेछ एडजस्ट गर यार। त्यसपछि चाहिँ यहाँ हेरे टेक्स्टमा चाहिँ यहाँ के छ भन्दा चाहिँ यस्तो छ कि हाम्रो चाहिँ यस्तो छ, बुझ न, यहाँ चाहिँ एउटा नाम हुन्छ है, यहाँ एउटा नाम हुन्छ सौरभ खनाल। अब लेख्यो, यो 0 छ सुरुको, ठिक छ, यो 1 छ, ठिक छ, यो 0 छ, यो 1 छ। अनि टेक्स्ट, यो टेक्स्ट भनेको चाहिँ यो के हो थाहा छ, वाट इज इट, यो भनेको एरे हो। अनि जब यसमा चाहिँ फर इच चलाउँछौ, सुरुमा सबभन्दा सुरुमा यो जान्छ, यो 0 जान्छ कि, यो 0 एउटा गयो, ठिक छ, त्यसपछि फेरि 1 जान्छ, अझै छ भने 2 जान्छ इन्डेक्स, अझ इन्डेक्स छ भने त इन्डेक्स 3 जान्छ, यसरी जान्छ क्या, एउटा एउटा गर्दै जान्छ क्या, त्यो हो क्या, बुझ्यौ नि। अब त्यो डलर टेक्स्ट छ यहाँ, बुझ्यौ, यसमा चाहिँ सबभन्दा सुरुमा के छ, 0th इन्डेक्समा सौरभ थियो अघि नै, भने सौरभ जान्छ, ठिक छ, बुझ्यौ यहाँसम्म। अब यो चाहिँ ब्याकटिक लेख्न पऱ्यो, अनि डलर युज गर्नु पऱ्यो र ब्राकेट गर्नु पऱ्यो, यो चाहिँ अब तिमीले कोड गर्दा गर्दै सम्झिनु पर्ने कुरा हो। ए मैले बुझेन कि यस्तो भन्नु पर्दैन अहिले चाहिँ, जस्ट यु गाइज ह्याभ टु डु इट, यस, डोन्ट जस्ट कपी पेस्ट, ओके। अनि आफूले आक्स गर क्या, यो किन भयो, यो किन भयो, यो के कारण छ, यो पछाडि अन्त ChatGPT-मा जाऊ, कसरी भयो, के भयो, मलाई बुझ्न छ, एकचोटि बुझाइदिन्छ त्यसले मस्त, मैले भनिरहेको नि बुझेको छैन भने, यस। सो यु हेभ टु स्टडी लाइक द्याट, ओके। त्यसपछि अब यहाँ हेर है त, यस टु डट क्लास लिस्ट भनेको चाहिँ त्यो CSS-लाई एड गर्न लाग्यो क्या, मेरो यहाँ CSS छ, देखाइदिन्छु है त, यहाँ हेर, यहाँ हेर, यो भनेको एउटा CSS हो, त्यो टेक्स्ट फन्टको लागि हो क्या, त्यहाँ फन्टहरूले अर्कै छ नि, अहिले राम्रो खालको छ नि त फन्ट क्या, त्यो फ्यामिली फन्ट एपेरियन्स क्या, त्यो टेक्स्टको, त्यो मैले CSS एड गरेको छु। CSS एड गर्नको लागि चाहिँ एस टु डट क्लास लिस्ट, CSS एड गर्नको लागि डट एड भइहाल्यो। अनि फेरि यो यहाँ जे लेख्छ नि, त्यो उसको नाम, उसको के CSS-मा चाहिँ जे लेख्छौ नि, यहाँ जस्तै के भयो यार, यहाँ क्लासेस जे छ नि, त्यही क्लासेस सिम्पली यहाँ डबल इन्भर्टेड मा चाहिँ राख्थ्यौ, ठ्याक्क भइहाल्छ। त्यसपछि हेर, स्प्यान डट टेक्स्ट कन्टेन्ट, स्प्यानको टेक्स्ट कन्टेन्ट के राखेको छु मैले चाहिँ, काट्टा, त्यो काट्टा गर्नको लागि, ठिक छ। अनि स्प्यान डट क्लास लिस्ट डट एड, यसमा पनि PS भन्ने यता कति छ, यहाँ फन्ट साइज 25 पिक्सल्स, कर्सर पोइन्टर, यो एड गरिदिएको छु, ठिक छ। अनि डिप डट एपेन्ड, ठिक छ, एपेन्डमा चाहिँ मैले एउटा त्यो अघि नै क्रिएट गरेको डिपमा चाहिँ S2 हालिदिएको छु, ठिक छ। अनि फेरि त्यसमा चाहिँ स्प्यान पनि हालिदिएको छु, ठिक छ, दुइटै हालिदिएको छु। त्यसपछि डिप डट क्लास लिस्ट डट एड टाक्स, अब त्यो डिपमा पनि मैले एउटा चाहिँ CSS एड गरेको छु, टाक्स भन्ने, डिपमा चाहिँ रुके टाक्स भन्ने यहाँ खोज त कता छ, यहाँ छ,
टक्स 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 यहाँ हेर यहाँ छ हेर हाइट चाहिँ यसको अटो हुन्छ ठिक छ अब यसले भन्न खोजेको के भन्दा चाहिँ त्यो डिप चाहिँ मैले एउटा डिप बनाएको छु त्यो डिपभित्र हालिदिएको छु क्या त्यो दुइटा चाहिँ त्यो यस टूमा चाहिँ जुन अब तिमीले जे लेख्छौ नि त्यो चाहिँ ठ्याक्क ऊ हुन्छ क्या लेखेको कुराहरू चाहिँ अब त्यो चाहिँ अब एड हुन पर्यो तल एड हुनको लागि चाहिँ मैले के लेखेको चाहिँ त्यो यास टूमा एड हुन्छ जस्तै यास टू हो क्या त्यो तल लेखेको भनेको अनि त्यो काट्टा चाहिँ स्प्यान हो त्यसलाई एउटा मैले डिप बनाएर त्यो डिपभित्र हालिदिएको छु एपेन्ड गरिदिएको छु अब त्यो डिप चाहिँ डिपलाई चाहिँ सिएसएस दिन पर्यो क्या बुझेनौ एकचोटि रुक यार म एकचोटि बुझाइदिन्छु त्यसलाई मैले कमेन्ट आउट हालिदिन्छु एकचोटि ल हेर 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 अहिले हेर त के फाइन्ड गरेको यहाँ यत्तिकै हेर्दाखेरि यो त एच वान हो ठिक छ यो स्प्यान हो ठिक छ क्या यो स्प्यान हो ठिक छ ओके बट मजा आएको छैन कि यहाँ हेर न यहाँ यो काट्टा यहाँ हुन उता क्या राम्रो हुन्थ्यो यसलाई यता आउन पर्ने हो अनि यसको ब्याकग्राउन्डको रर्नी छैन के यस्तो पनि लाग्छ नि त्यही कुरा फिक्स गरेको कि मैले त्यो सिएसएसमा चाहिँ यहाँ हेर जस्तै यहाँ हेर वेट गाइज अब यो स्क्रिन रेकर्डरले पनि ल्याङ गर्छ क्या गाह्रो छ के गर्छ यस्तो अबे यार के हो र के आउनु नै हो त गाइज इट इज नट कमिङ क्या अबे यार आइज न यार ठिक छ अब मैले चाहिँ ठ्याक्कै हेरेँ डट टाक्स यो चाहिँ मैले चाहिँ डिप डट क्लासले त्यो डिपलाई चाहिँ मैले चाहिँ सिएसएस दिएको छु यस हाइट अटो होस् जति टेक्स्ट लेखिन्छ यस त्यही अनुसारको हाइट होस् विथ चाहिँ 300 पिक्सल दिएको छु ब्याकग्राउन्ड कलर ब्ल्याक होस् कलर चाहिँ त्यो मेरो टेक्स्टको कलर व्हाइट होस् बर्डर रेडियस भनेको त चुच्चो हुन्छ कि नर्मल्ली बक्सको चाहिँ कस्तो हुन्छ चुच्चो हुन्छ नि त यहाँ चुच्चोलाई चाहिँ हल्का कर्भमा क्या यस्तो हल्का हुन्छ डाइरेक्ट चुच्चो नहोस् क्या ठिकठाक होस् न त्यो अनुसारको त्यसपछि मार्जिन भनेको त थाहै छ हजुरहरूलाई यस यु गाइज नो वेल मार्जिन भनेको के हो बक्स छ एउटा ठिक छ बक्स छ कि छैन छ त्यो बक्सको भित्रकोलाई होइन कि बाहिरको त्यो बक्सको बाहिरको स्पेसेस के यस बक्सको मैले चाहिँ टिकटक चलाउँछु भने मैले टिकटक आइडी पनि भिजिट गर्न सक्छु यस्ता मार्जिन प्याडिङका कुराहरू मैले वेल एक्सप्लेन गरेको छु त्यहाँ चाहिँ यस्तो छ यो बक्सको बाहिरको स्पेसेसको बाहिरको स्पेसेस के नट भित्रको यो भित्र के टेक्स्ट छ यो टेक्स्टको यहाँकोलाई चाहिँ प्याडिङ भन्छ बाहिरको स्पेसलाई मार्जिन भन्छ क्या जस्तै मेरो दुईटा जस्तै मैले एकचोटि सौरभ लेखेँ अर्कोचोटि खनाल लेखेँ त्यो सौरभ र खनालको बिचको मात्र केही स्पेस चाहियो नि त मलाई होइन त्यो दुईटा केसको लागि दुईटा कार्डको बिचमा क्या कार्डको भन्नाले नि त्यो टेक्स्टको बिचमा त्यसलाई चाहिँ मैले मार्जिन भन्छु क्या मार्जिन 5 पिक्सल छ प्याडिङ भनेको भित्रको टेक्स्टको 10 पिक्सल टेक्स्ट एलाइन लेफ्ट भनेको चाहिँ लेफ्ट क्या लेफ्ट हुन पर्यो क्या सेन्टरमा नै मलाई लेफ्ट चाहियो टेक्स्ट मेरो चाहिँ डिस्प्ले फ्लेक्स भनेको चाहिँ ठ्याक्क डिस्प्ले फ्लेक्सले के गर्छ थाहा छ कि थाहा छैन यो हाम्रो फ्लेक्स बक्स एकदमै बुझ्नुपर्छ डिस्प्ले फ्लेक्स हुने बित्तिकै चाहिँ मेरो इलिमेन्ट चाहिँ अघि नै तल थियो नि त्यो काट्टा भने चाहिँ साइडमा आउँछ ठिक छ साइडमा आइसकेपछि पनि जस्टिफाई कन्टेन्ट स्पेस बिट्विन भनिसकेपछि चाहिँ त्यो मेरो H1 र ठिक छ H1 र त्यो काट्टाको चाहिँ डिस्टेन्स चाहिँ के हुन्छ भन्दा चाहिँ जस्टिफाई कन्टेन्ट स्पेस बिट्विन भनेपछि चाहिँ एउटा यता हुन्छ क्या स्पेस बिट्विन हुन्छ कि बिचमा स्पेस हुन्छ एउटा यता छ एउटा यता हुन्छ अनि कर्सर पोइन्टर भनेको चाहिँ यस्तो हुन्छ क्या त्यहाँ लग्ने बित्तिकै यस्तो हुन्छ क्या कर्सर मेरो त्यही हो केही छँदै छैन यस अब ठिक छ यस अब जब चाहिँ यस टूमा क्लिक हुने बित्तिकै एउटा इभेन्ट लिस्नर चल्छ क्लिक हुने बित्तिकै यो अनि यो फङ्सन चल्छ ठिक छ अनि यस टू डट क्लास लिस्ट डट टोगल डन त्यसपछि यो डन क्लिक भयो क्लिक हुने बित्तिकै एउटा फङ्सन चल्छ त्यो फङ्सनले चाहिँ यस टू डट फङ्सन चल्ने बित्तिकै के हुन्छ भन्दा चाहिँ यस टूमा चाहिँ यदि डन भन्ने क्लास छैन भने एड गर्छ छ भने रिमुभ गरिदिन्छ बुझेनौ यहाँ डन भन्ने यहाँ आएर सुरुमा यता डन भनेको चाहिँ टेक्स्ट डेकोरेसन लाइन थ्रु
लाइन थ्रु मैले अघि नसुने स्ट्राइक थ्रु भन्थेँ स्ट्राइक थ्रु भने थिएँ होइन होइन त लाइन थ्रु भनेको चाहिँ टेक्स्ट बिचबाट काटिन्छ क्या त्यही हो बुझ्यौ नि टोगल भनेको के हो थाहा टोगलको मतलब के भन्दा चाहिँ यदि डन क्लास छैन भने चाहिँ एड गर्ने बित्तिकै चाहिँ के भयो टेक्स्ट डेकोरेसन त क्लिक हुने बित्तिकै चाहिँ एड हुन्छ त्यसपछि टेक्स्टमा चाहिँ लाइन थ्रु यस्तो बिचबाट काट्टा हुन्छ अनि फेरि अझैचोटि एड गऱ्यो भने चाहिँ हट छ यो डन भन्ने हट चाहिँ नर्मल हुन्छ द्याट्स इट केही छैन ल ठिक छ त्यसपछि फेरि बुझ अनि अर्को चाहिँ के छ स्प्यान डट एड इभेन्ट लिसनर स्पेन भनेको हाम्रो के थाहा छ कि नि स्प्यान भनेको त्यो काट्टा क्या काट्टा बनाएको थियो आउच स्प्यान बनाएको थियौँ नि हामीले चाहिँ यस्तो क्या काट्टा क्या काट्ने के यार अझै बुझेन हौ यो बुझ्यौ यो बुझ्यौ अरू गाइज यो बुझ्यौ नि होइन यो काट्टा त्यही के त्यहाँदेखि स्प्यानको हेर्दै बनाएको छ नि त स्प्यानमा लेख्यौँ स्प्यान डट टेक्स्ट कन्टेन्ट यो ठिक छ बुझ्यौ अब स्प्यानमा चाहिँ एड इभेन्ट लिसनर जब क्लिक हुन्छ यो फङ्सन चलाइदियो त्यो फङ्सनले के गर्छ टेक्स्ट डट स्प्लाइस इन्डेक्स 1 यस इन्डेक्स कति छ इन्डेक्स अहिले चाहिँ सबभन्दा सुरुमा सौरभ लेखेको छु भने चाहिँ इन्डेक्स 0 छ 0 देखि 1 मा चाहिँ 0 देखि 1 भनेको चाहिँ 1 लाई छोड्दै 1 को बाल मतलब भएन 0 1 भनेपछि चाहिँ 0 लाई चाहिँ के गर्छ भन्दा चाहिँ टेक्स्ट डट स्प्लाइस 0 1 भनेको चाहिँ 0 लाई हटाइदिन्छ क्या रिमुभ गर्छ क्या 0 देखि 1 भनेको 0 हट्छ 1 लाई के स्प्लाइस भनेको त्यो त्यस्तो क्लिक हुने बित्तिकै चाहिँ त्यो 0 चाहिँ हट हो अब जति इन्डेक्स छ 1 छ भने चाहिँ 1 अनि 1 भयो सुरुको 1 त्यो 1 हट हो भयो 2 छ भने 2 हट हो त्यसरी हुन्छ क्या त्यसपछि के हुन्छ भन्दा चाहिँ हाम्रो रेन्डर टास्क त्यसपछि फेरि के भयो रेन्डर टास्क भन्ने फङ्सन फेरि चल्छ त्यसपछि चाहिँ त्यो हटिसकेपछि चाहिँ फेरि एउटा चल्छ क्या क्लिक हुने बित्तिकै त्यो चाहिँ हटिसकेपछि त फेरिबाट चल्न पर्यो नि त फेरिबाट चल्दा चाहिँ के हुन्छ टेक्स्ट लिस्ट डट इनर एचटिएमएल चाहिँ के हुन्छ खाली हुन्छ क्या यहाँ बुझ अब बल्ल बुझ यो चाहिँ किन लेखेको थिएँ भन्दा मैले अब एक्चुअली मैले नर्मली यतिकै गरेर देखाउँछु है त एक्चुअली है त गाइज let me show you yes हेर के फाइन्ड गरेछ क्या तिमीले अझै एकचोटि फाइन्ड गर्न सक है त मैले सौरभ लेखेको छु एकचोटि लेखेँ ठिक छ एकचोटि लेखेँ एकचोटि आयो ठिक छ द्याट्स अल तर अर्कोचोटि पनि एकचोटि नै लेखेको छु तिनवटा कसरी भयो अरे लेखेको दुईचोटि हो बट के हो यस्तो अब बल्ल 3 चोटि लेख्दैछु हुनपर्ने 3 चोटि हो अरे बे यत्रो कसरी आयो 1 2 3 4 5 6 चोटि 3 चोटि मात्र इन्टर गरेको छु यस यस्तो प्रब्लम आउँछ के यो प्रब्लम किन आउँछ भने चाहिँ त्यो तिम्रो त्यही छ नि त त्यही एरेमा जो छ नि त यस एरे वेट अब यो आउन कति टाइम लाग्छ आयो ल ठिक छ त्यो एरेमै छ क्या तिम्रो यो टेक्स्ट एरेमै छ क्या त्यो बुझ्यौ नि अनि टेक्स्ट लिस्ट डट इनर एचटिएमएल छ नि यो टेक्स्ट लिस्ट भनेको चाहिँ अब एचटिएमएलमा त हो यो टेक्स्ट लिस्टभित्र चाहिँ के हुन्छ डिप भन्छ सबै कुराहरू चाहिँ हामीले यहाँ हेरे रेन्डर टास्क चल्छ त्यो रेन्डर टास्क चलिसकेपछि चाहिँ टेक्स्ट लिस्ट डट एपेन्डमा चाहिँ हामीले त्यो डिपभित्र त्यो एच टु र स्प्यान छ नि त्यो चाहिँ एपेन्ड गरिदिन्छौँ ठिक छ त्यो एपेन्ड गरिसकेपछि यहाँ एपेन्ड हुन्छ र त्यो हाम्रो स्क्रिनमा ब्राउजरमा सो हुन्छ ठिक छ अनि हामीले यो गरिएन भने त हाम्रो पुरानो पनि त त्यही हुन्छ नि त पुरानो भन्नाले पुरानो यस टु र स्प्यान पनि त त्यही हुन्छ त्यसलाई त एकचोटि त हामीले त रिमुभ गर्न पर्यो भित्रको उसलाई चाहिँ अनि फेरि अब त्यो यहाँ डिलिट भइसकेपछि यहाँ त एकचोटि डिलिट भयो नि त यो क्लिक हुने बित्तिकै चाहिँ त्यो त डिलिट भयो ठिक छ त्यो 0 र 1 जस्तै सौरभ 0 इन्डेक्समा थियो भने त सौरभ चाहिँ अब त्यो इन्क्रिमेन्ट डिलिट भयो नि त यस एन्ड देन यहाँ चाहिँ के हुन पर्ने हो फेरि त्यो भित्रको कुराहरू पनि त डिलिट हुन पर्ने हो ठिक छ त्यो भएन क्या त्यो फेरि आउँछ क्या त्यो प्रब्लम नहोस् भनेर चाहिँ मैले के गरिदिएको छु भन्दा चाहिँ यहाँ टेक्स्ट लिस्ट यो टेक्स्ट लिस्ट भयो यसको इनर एचटिएमएल चाहिँ खाली गरिदिएको हुन्छ कि अब यो भित्र केही इलिमेन्ट नै छैन यस अरे मैले यहाँ के भने यो भित्रको इलिमेन्ट डिलिट भएको होइन यहाँ हेर्नु है स्प्यानमा चाहिँ जब इभेन्ट लिस्नर हुन्छ यो टेक्स्ट भित्र रहेका कुराहरू जस्तै यहाँ चाहिँ
अब सौरभ लेखेको थिएँ भने सौरभ खनाल के लेखेको छु होइन, सौरभ त 0 इन्डेक्समा थियो, त्यो एरेबाट त सौरभ डिलिट भएको हो नि त, तर यो भित्र चाहिँ डिलिट त हुन्न नि त, त्यो S2 र स्प्यान त डिलिट भएको थिएन, त्यो त फेरि आउँछ अर्कोचोटि गर्दा। त्यही भएर सुरुमै के गर्न सकिन्छ भन्दा चाहिँ हामीले चाहिँ त्यसलाई चाहिँ हटाइदिन सकिन्छ सबैलाई चाहिँ, यो टेक्स्टले चाहिँ खाली हुन्छ फेरि एकचोटि, अनि भित्र चाहिँ जे कुरा यो टेक्स्टमा चाहिँ जे बचेको छ त्यो कुराहरू चाहिँ फेरि सो हुन्छ, सेम तरिकाले चाहिँ सो हुन्छ। अनि फेरि त्यही हो, यदि डिलिट भएन भने चाहिँ डाइरेक्ट यो चल्छ। द्याट्स अल गाइज। अब यहाँ हेर, अब दुईवटा कुरा छ, यो बुझ्यौ भने भइहाल्यो, अब केही छैन, सजिलो छ कि बुझ्न पऱ्यो। यस, मलाई पनि अब यो अप्ठ्यारो लागेको यस्तो के भन्ने, बट आई ब्रेकडाउन गर्ने के, जे कुरा पनि एकैचोटि पढ्न नबुझ्ने के, यति पार्टमा ब्रेकडाउन गर्ने, त्यति पार्ट बुझ्ने, राम्रो तरिकाले प्र्याक्टिस गर्ने, अर्कोमा जाने, त्यसरी हामीले चाहिँ अलि राम्रो तरिकाले पढ्न सकिन्छ है त। अब यहाँ हेर, एड बटन भन्ने कुरा हो। एड बटन भनेको चाहिँ यो बटन हो क्या, जस्तै यो एड छ नि, यस एड बटन, यो एड बटन यहाँ मैले माथि पनि लेखेको छु, यहाँ है बटन, यहाँ यसलाई चाहिँ मैले केबाट सेलेक्ट गरेको छु, क्वेरी सिलेक्टरबाट गरेको छु बटनलाई चाहिँ। अब एड बटन जब चाहिँ क्लिक हुन्छ होइन, यहाँ एड बटन डट एड इभेन्ट लिस्ट जब क्लिक हुन्छ के चल्छ, यो एड टास्क भन्ने फङ्सन चल्छ। क्लिक हुने बित्तिकै यो एड टास्क फङ्सनले के गर्छ, अब बुझिसकेछौँ नि त, यो फङ्सनले के गर्छ, भ्यालु लिन्छ सबभन्दा सुरुमा चाहिँ, त्यो आइपी बक्समा चाहिँ जे भ्यालु छ त्यो लिन्छ, त्यसपछि यदि खाली छ भने चाहिँ रिटर्न भइहाल्छ, नभए यो खाली हुन्छ, यो चाहिँ एरेमा गएर चाहिँ भ्यालु त्यो बस्छ, त्यसपछि चाहिँ फेरि खाली हुन्छ, अनि रेन्डर टास्क, त्यसपछि रेन्डर टास्क भनेको यो फङ्सन चल्छ, अनि त्यहाँ चाहिँ लेखिन्छ भन्ने कुरा हो। ठिक छ, भ्याइयो के हेर्ने यो भने चाहिँ। अनि चाहिँ अर्को चाहिँ मैले यो किबोर्डबाट चाहिँ इन्टर हुने बित्तिकै त्यहाँ देखियोस् भन्न चाहन्छु भने चाहिँ यसको लागि छुट्टै कोड गर्न सक्छु। यो सेम कुरा हो, इभेन्ट लिसनर जब किडाउन भन्ने कुरा हुन्छ यसमा चाहिँ, किडाउनमा तिमीलाई पी लेख्यो भने पी दबाउने बित्तिकै त्यो चाहिँ तल सेम कुरा हुन्छ क्या, सेम हो। मैले ई लेखेको छु, यो भनेको इन्टर हो, इन्टर हुने बित्तिकै चाहिँ इफ ई भनेको चाहिँ ई जी नै लेख्नु छ, यहाँ पी नै लेख्न सक्छु, ल मैले पी लेखिदिएँ, पी, ल फङ्सन पी लेख्ने, इफ पी डट की इक्वल टु इन्टर, यदि पी डट की यिनै लेखौँ है, अहिले ई लेखेछु। अब ई डट की, यो ई डट की चाहिँ होइन, यदि इन्टरसित इक्वल छ, ठ्याक्कै इन्टरै हो, ई डट की चाहिँ इन्टर यहाँ दबाउने बित्तिकै चाहिँ अटोमेटिक डिटेक्ट हुन्छ क्या, त चाहिँ की डाउन लेखिसकेपछि भने चाहिँ इन्टर हो कि होइन, ई डट की इक्वल टु इन्टर हो भने चाहिँ यहाँ ई लेख्नु पऱ्यो है। यहाँ यो की डाउन हुने बित्तिकै यो चाहिँ हाम्रो चाहिँ अब ठ्याक्क की डाउन भयो होइन, हामीले की डाउन लेख्यो, यो भनेको चाहिँ जस्तै हामीले माथि क्लिक लेख्यो नि, क्लिक भनेको त बटन दबाउनु हो, त्यस्तै यो की डाउन भनेको यहाँ के अरे हाम्रो किबोर्डमा चाहिँ के दबाउनु हो कि कुनै बटन, यदि त्यो बटन चाहिँ हामीले ई लेखियो, ठिक छ, यहाँबाट जे बटन दबाइयो त्यो चाहिँ प्यारामिटर एज त्यहाँ पास भयो, त्यहाँ हुने बित्तिकै इफ ई डट की चाहिँ के भयो, इन्टरसित इक्वल छ भने चाहिँ एड टास्क भनेको के हो, यो फङ्सन चल्छ, यो फङ्सनले यसलाई कल गरिदिन्छ, ठ्याक्कै लेखिहालिन्छ, सेम कुरा हो, केही छैन, बुझ्यौ मजाले। ठिक छ, एक्चुअली जाम ब्राउजरमा एक्चुअली मस्त लेखौँ है गाइज। सौरभ एकेडेमी लेखियो, दबाउने बित्तिकै लाइन थ्रु भयो, काट्ने बित्तिकै काटियो। अब पनि केही बुझेको छैन भने गाइज फिल फ्री टु आस्क मी। यस, मलाई अब वाट्सएपमा जोइन हुन्छ भने पनि एउटा ग्रुप त अब त्यस्तो केही त छैन ग्रुपमा, बट ग्रुपमा अब जोइन हुन सक्छौ, अब पछि हाल्दै गइरहन्छ होइन, जस्ट स्टार्टिङ हो, ग्रुपमा जोइन हुन सक्छु, नजानेको कुराहरू सुन्न सक्छु, मलाई जे आउँछ मैले चाहिँ सिकाइदिन्छु। यस, अनि मलाई चाहिँ टिकटक भन्ने चाहिँ कोड र सौडो भएन, टिकटकमा गएर चाहिँ त्यहाँ गएर पनि मलाई फलो गर्न सक्छु, त्यहाँ पनि मैले यस्तै इन्फर्मेटिभ भिडियोहरू चाहिँ हालिरहेको हुन्छु, र एउटा सानो फेभर गर्न सक्छौ भने म माथि गरिदेऊ कि सब्सक्राइब गरिदेऊ र भिडियोलाई लाइक गरिदेऊ र जति सक्छौ सेयर गरिदेऊ प्लिज। ल आजलाई यति नै है त।